नमस्कार। आज त हामी सबैसँग कति शक्तिशाली कम्प्युटरहरू छन् हैन? खल्तीमा स्मार्टफोन, टेबलमा ल्यापटप। हो नि, जताततै कम्प्युटर नै कम्प्युटर। तर आजभन्दा 53 वर्ष पहिले 2028 सालतिर कस्तो थियो होला जब नेपालमा पहिलो पटक कम्प्युटर भित्रियो? हो, आज हामी त्यही पहिलो कम्प्युटरको कुरा गर्दैछौँ, IBM 1401। यो सबै जानकारी चाहिँ पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीको अनुभवमा आधारित छ। उहाँ त्यो मेसिन चलाउने पहिलो टोलीमा हुनुहुन्थ्यो रे। हो, उहाँहरूले नै चलाउनु भएको। खासमा त्यो 2028 को जनगणना छिटो सक्न भनेर भारतबाट भाडामा ल्याइएको थियो। भाडामा? कति दियो भाडा? मासिक 1,25,000 रुपैयाँ। सोच्नुस् त त्यो बेलामा। ओहो, 1,25,000 त्यो त धेरै नै भयो नि। भयो त। अनि रमाइलो कुरा के भने, जसलाई चलाउन भनेर चुनियो नि, उहाँहरूले त कम्प्युटर भन्ने शब्दै सुन्नु भएको थिएन रे। ल, शब्दै नसुनेको। अनि कस्तो थियो त त्यो मेसिन? उहाँहरूले के सोच्नुभयो होला? अब उहाँहरूका लागि त एउटा घर जत्रो एकदमै रहस्यमय चिज थियो त्यो। घर जत्रो? साँच्ची? लगभग 4 कोठामा पनि मुस्किलले अटाउँथ्यो रे। 4 कोठामा? कस्तो होला त्यो? IBM 1401 मोडल थियो, दोस्रो पुस्ताको, मतलब ट्रान्जिस्टरवाला। ए, दोस्रो पुस्ताको? तर चलाउन विशेष व्यवस्था चाहिने। एसी 24 घण्टा चाहियो। अनि धुलो नपसोस् भनेर बाहिरै जुत्ता खोल्नुपर्ने। बाहिरै जुत्ता खोल्नुपर्ने? कम्प्युटर कोठामा पस्नलाई? हो त नि। एकदमै संवेदनशील थियो धुलोप्रति। अचम्म। अनि डेटा कसरी हाल्ने त? किबोर्ड स्क्रिन त थिएन होला? थिएन। हाम्रो भाषा सिधै बुझ्दैनथ्यो। अनि? पञ्च्ड कार्ड भन्ने प्रयोग हुन्थ्यो। कागजको कार्डमा प्वाल पारेर अक्षर अङ्क चिनाउने। पञ्च्ड कार्ड? त्यो त निकै झन्झटिलो सुनिन्छ त। एकदमै। एउटा सानो काम गर्न पनि कति धेरै कार्ड मिलाउनु पर्ने। क्रम बिग्रियो कि गयो। उफ, गल्ती हुने सम्भावना कति धेरै? हो त नि, फेरि सुरुबाट गर्नु पर्थ्यो। अनि मेमोरी नि? आज त टेराबाइट गिगाबाइटको कुरा हुन्छ, त्यो बेला? यसको मेमोरी जम्मा 16 KB। कति? 16 KB? किलोबाइट आजको एउटा फोटो भन्दा नि कति कम। 16 KBमा पुरै देशको जनगणना कसरी सम्भव भयो होला? एकदमै कुशल प्रोग्रामिङ चाहियो त्यसको लागि। हरेक बाइटको हिसाब हुन्थ्यो। अनि डाटा राख्न 6वटा ठूला म्याग्नेटिक टेप युनिट थिए। म्याग्नेटिक टेप? त्यो रिलवाला? हो, त्यही रिलवाला। त्यो पनि निकै नाजुक। 16 KB मेमोरी, पञ्च्ड कार्ड, म्याग्नेटिक टेप। चुनौती त पक्कै धेरै थियो होला नै? चुनौती त कति। मुख्य त बिजुली गइरहने। लोड सेडिङ? बत्ती गयो कि काम रोक्यो, फेरि कहाँ पुगेको थियो भनेर खोज्नै गाह्रो। जेनेरेटर थिएन? थियो, तर 24 घण्टा चलाउन गाह्रो। डिजल पनि महँगो। अनि त्यो टेपहरू नि? टेपमा के समस्या? अलिकति खोरियो कि डाटा गयो। हप्तौंको मेहनत स्वाहा हुन्थ्यो रे कहिलेकाहीँ। उप्रेतीजीले भन्नुभएको रातभर बसेर फेरि गर्नु परेको थियो रे। ओहो, यति धेरै समस्या। तैपनि केही त उपलब्धि भयो होला नि? भयो नि, किन नहुनु। सबैभन्दा ठूलो कुरा त 5 वर्ष लाग्छ भनेको जनगणना 18 महिनामै सक्यो। 18 महिनामा? त्यो त ठूलै फड्को भयो। एकदमै। यसले के देखायो भने प्रविधिले डाटा व्यवस्थापन गरेर योजना बनाउन कति सहयोग गर्छ भन्ने देखायो। पहिलोपटक प्रमाण भयो? हो। त्यसपछि कृषि गणना, राजस्व, पर्यटन तथ्याङ्क पनि त्यसैबाट प्रशोधन गरियो। अनि अर्को ठूलो काम 2036 सालमा SLC को रिजल्ट। SLC को रिजल्ट पनि? त्यो त लाखौं विद्यार्थीको हुन्छ। 16 KB मेमोरीले भ्यायो? एकदमै कुशलतापूर्वक गरे होलान्। तर त्यो बेला अर्को चुनौती थपियो। के चुनौती? रिजल्ट त नेपालीमा चाहियो नि। मेसिनले त अङ्ग्रेजी मात्र बुझ्ने। ए, हो त? अनि कसरी भयो त? त्यो पनि रोचक छ। पछि 2042 सालको पञ्चायत चुनावमा मतदाता नामावली नेपालीमै चाहियो। त्यति बेला राष्ट्रिय कम्प्युटर केन्द्रका इन्जिनियरहरू र निजी क्षेत्र मिलेर पहिलो पटक कम्प्युटरको लागि नेपाली फन्ट बनाए, देवनागरी लिपि। पहिलो नेपाली फन्ट? त्यो पनि त्यही पुरानो मसिनको लागि? हो, त्यही IBM 1401 के लागि। यो सरकारी निजी सहकार्यको राम्रो उदाहरण हो। सुरुमा त यो भाडाको थियो भन्नुभयो, पछि के भयो? फिर्ता गयो? होइन, यसको काम देखेर सरकारले किन्ने निर्णय गर्यो। अनि यसलाई चलाउन 2033 तिर यान्त्रिक सारणीकरण केन्द्र बन्यो।
ए छुट्टै अफिस। त्यही पछि राष्ट्रिय कम्प्युटर केन्द्र भयो, सिंहदरबारमा सर्यो। राष्ट्रिय कम्प्युटर केन्द्र हो, त्यसले सरकारी कर्मचारीलाई कम्प्युटर तालिम दिन थाल्यो, एबीसी अफ कम्प्युटर भनेर। नेपालमा कम्प्युटर शिक्षाको सुरुवात त्यहीँबाट भयो। त्यसले त ठूलो भूमिका खेलेको थियो, तर दुःखको कुरा पछि सरकारले त्यो केन्द्र खारेज गरिदियो। खारेजै भयो, किन होला? खै, त्यो त अब जियोस् 2038मा अर्को अलि आधुनिक कम्प्युटर आयो, आइसिएल 2950 भन्ने। त्यसमा चाहिँ किबोर्ड र स्क्रिन थियो। ए, अलि सजिलो भयो होला। तर त्यो हाम्रो पहिलो कम्प्युटर IBM 1401। त्यसको के भयो त अहिले? त्यो अहिले पनि सिंहदरबारकै कुनै भवनमा थन्किएर बसेको छ रे। साँच्चै छ अझै? छ रे, तर बाहिरबाट तालचा लगाएको, भित्र धुलाम्य होला। उप्रेतीजीहरू भन्नुहुन्छ यसलाई त म्युजियममा राख्नुपर्ने हो। हो त नि, त्यो त ऐतिहासिक चिज भयो, म्युजियममै राख्नुपर्ने। 16 KB मेमोरी, पञ्च्ड कार्ड, कोठा जत्रो आकारबाट सुरु भएको यात्रा आज AI सम्म आइपुग्यो। कस्तो अविश्वसनीय परिवर्तन। साँच्चै, त्यो पहिलो कम्प्युटरको कथाले त्यो यात्रा कति चुनौतीपूर्ण थियो भन्ने देखाउँछ। जनगणना, SLC रिजल्ट, पहिलो नेपाली फन्ट कति महत्त्वपूर्ण काम गरेको रहेछ। हो नि, यसले आजको प्रविधिलाई हेर्ने दृष्टिकोण दिन्छ। तर एउटा कुरा मनमा आउँछ के कुरा? नेपालको डिजिटल युगको सुरुवातको प्रतीक त्यो पहिलो कम्प्युटर आज सिंहदरबारमा त्यसरी तालचा लगाएर बेवारिसे जस्तो हुनु, यसले के देखाउँछ? हाम्रो प्राविधिक इतिहासलाई हामीले कतिको महत्त्व दिएका छौं भन्ने प्रश्न उठ्छ। हो, के हामीले आफ्नो प्राविधिक सम्पदाको सम्मान गर्न चुकिरहेका छौं? यस्ता अरू कति इतिहासका पानाहरू होलान् जुन नलेखिएकन, नसम्झिएकन हराइरहेका छन्